Good morning everyone. It's day 2 of our trip and we are currently in Manang. Enjoying this view. It's -9 degrees Celsius currently and we are expecting to reach Tilicho base camp by today evening. And yeah, we just had our breakfast and tea. सो अब चाहिँ हामी जाँदैछौँ बेस क्याम्पतर्फ। सबै कुरा रेडी भइसकेको छ यो भ्यूसँग है। हाम्रो रुम चाहिँ यहाँभित्र हो, यहाँभित्र सबैजना रेडी भइसक्यो। अब हामी पनि रेडी भएर निस्किँदैछौँ। बाइ। हाई एभ्रिवान, हामी लागियो 8:15 गएको छ र अहिले हामी लागेका छौँ तिलिचो बेस क्याम्पतर्फ। We are expecting that we will reach Tilicho base camp by 3 to 4 p.m. by today evening. And look at the view. It's quite amazing. Yesterday we had our coffee at this shop. अहिले हामी खाङसार जाने बाटोमा छौँ र यो के भन्छ अरे यसलाई सस्पेन्सन ब्रिजबाट जाँदै उ त्यहाँ माथि जाने हो हैन, हो त्यहाँ माथि। अनि हामीसँग एकजना गाइड दाइ र टुरिस्ट पनि हुनुहुन्छ। अनि यही यो भ्यू चाहिँ इट्स क्रेजी। माई ब्युटिफुल, कहाँ ब्युटिफुल भने होइन, यो भ्यू ब्युटिफुल भनेको। स्नो छ। We are walking down the streets or down the track and yeah, that's the view. There is even, and we both came without any stops. Now, hardly it would be 30 minutes straight to Khangsar, and most probably we will have our lunch at Khangsar, and we will continue to Sri Kharka and have our today stay at Tilicho base camp. Enjoy the view. हामीले खाना खाँदैछौँ। जाडो भयो, यो भ्यूसँग टक्क खाना खानु कति रमाइलो लाग्छ होला। अब हामी यो पुलको पारी पारी जाँदैछौँ माथिसम्म है। कति थकै लाग्छ थाहा छैन। अहिले चाहिँ हामी ल्यान्डस्लाइड एरियामा आएको छौँ। यो चाहिँ ल्यान्डस्लाइड एरिया हो। एज यु क्यान सी पर्यटकहरू आउँदै हुनुहुन्छ। यति साँघुरो बाटो छ, माथि यत्रो माउन्टेन। हामी यो बाटोबाट चट्टला त्यसरी त्यो हुँदै घुम्ती हुँदै आमा यस्तो छ। माई गॉड, म अगाडि हिँड्छु। हट हट हट। हामी त्यो माथिबाट आएको। यस्तो चिप्लो बाटो थियो, यस्तो चिप्लो बाटो थियो। अहिले हामी यताबाट जाँदैछौँ। पुरै भिर हो, यो पनि पुरै भिर हो। अनि यस्तो राम्रो रहेछ यो। हामीले खिच्न थाल्यौँ। अब चाहिँ जानुपर्छ। राम्रो छ। Tilicho is worth it, but dangerous at the same time. Good morning from Tilicho base camp. Today we are in Tilicho base camp and it's almost 7 a.m. and we couldn't go to Tilicho because there are lots of snow in the trail and my shoes cannot go with and I can't go with these shoes. त्यसैले चाहिँ हामी नजाने निर्णय गऱ्यौँ। यो सबै ट्रेलहरू हिउँ परेको हुनाले चाहिँ अनि न स्नो चेन ल्यायो न केही ल्यायो, यति यति स्नो छ अरे हैन। त्यस कारणले चाहिँ वी ड्रप द प्लान एन्ड वी स्टेड हियर इन Tilicho बेस क्याम्प। यहाँ इन्टरनेट छैन, लाइन छैन, एभ्रिथिङ इज डिपेन्डेन्ट अन द सोलर्स एन्ड द भ्यू इज ब्युटिफुल ब्युटिफुल। मेरो इङ्ग्लिस तालुमा सुनिदिनु होला है। राम्रो छ एकदम, भ्यू चाहिँ एकदम कडा छ, मिठो मिठो मिठो।
फर्किन लागियो हामी चट्ट लाएर तिलीचो बेस क्याम्पबाट। यहाँ जीवन छ त मेरो फ्रेममा आउँदै आएनस् होला यार। अनि एज यु क्यान सी यो पुरै दृश्य यस्तो रमणीय दृश्य छ। तर के हेर्नु हामी चाहिँ नि यो बाटो सबै हिउँ परेकोले अब हामीसँग स्नो चेन पनि भएन। सो द्याट वी हेभ टु रिटर्न ब्याक। मान्छेले स्नो चेन लिएर आएको रहेछ तर हामी अनप्रिपेयर्ड आएका थियौँ। मनाङ घुम्ने भनेर आएको मान्छे तिलीचोको बेस क्याम्प गइदिउँ तिलीचो गइदिउँ भनेर हिँडेको। त्यस कारणले चाहिँ नेक्स्ट टाइम प्रिपेयर्ड भएर आउनेछौँ। यहाँसम्म आइयो खुसी लाग्यो। माउन्टेन रेन्जहरू देखियो त्यही हो हाम्रो लागि खुसी। धन्यवाद। बाटै बाटो यस्तो उकालो पछाडि जीवन आउँदैछ। ख्याल गरेर चिप्लिन्छ। त्यहाँ माथि चढ्ने हो बाटो झरेर होइन। त्यहाँ हिमालको भ्यू हेर्दै अब यस्तो पुल दर्दनाक पुलमा तपाईँले देख्न सक्नुहुन्छ। आमामा ए राम्रोसँग छोपा मोबाइल। चाहिँ तपाईँहरू यो होटेलमा बस्नु होला। खाना मिठो छ, स्टे पनि राम्रो छ। र अब चाहिँ हामी दाइसँग चट्ट लाएर जाँदैछौँ यो मिठो भ्यूसँग। ल ओ यो चाहिँ पुल थियो। अनि हामी अब मनाङतर्फ जाँदैछौँ। यहाँबाट मनाङको डिस्टेन्स भनेको 25 to 30 मिनट्सको छ गाडीमा। अनि हामी मनाङबाट बेसी सहर जान्छौँ। बाटो यस्तो छ तपाईँहरूले देख्न सक्नुहुन्छ। उकालो ओह्रालो बाटो त है खतरा। दाइ यो कुन नदी हो? मर्स्याङदी है। मर्स्याङदीको किनारै किनार जाँदैछौँ। तर त्यो चाहिँ हाम्रो माउन्टेन हो तर यहाँबाट देखिएको छैन कुहिरोले गर्दा। जीवन यहाँ छ। भोलि बिहान